सानो गाउँबाट विदेश जाने सपना धेरै नेपाली युवाको एउटै कथा हो। घरको कमजोर अवस्था, आमा बुबाको दुःख र राम्रो भविष्य बनाउने आशा। म पनि एक दिन आफ्नो घर छोडेर निस्किएको थिएँ। आमाले ढोकासम्म छोड्न आउँदा उहाँको आँखा भरिएको थियो, तर उहाँ मुस्कुराइरहनु भएको थियो, किनकि उहाँ आफ्नो छोरा कमजोर भएको देख्न चाहनुहुन्नथ्यो। विमान उड्दै गर्दा मैले तल सानो हुँदै गएको आफ्नो देश हेरिरहेको थिएँ। त्यो माटोभित्र मेरो बाल्यकाल थियो, मेरो परिवार थियो, मेरो संसार थियो। विदेश पुगेपछि जीवन मैले सोचे भन्दा धेरै फरक रहेछ। बिहान अन्धकारमै उठ्ने, दिनभरि काम गर्ने, थाकेको शरीर लिएर राति सानो कोठामा फर्किने। त्यो कोठामा न आफ्नो मान्छे थिए, न त आफ्नो भाषा। कहिलेकाहीँ मोबाइलमा आमाको फोटो हेरेर बसिरहन्थे। आमाले फोनमा सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, छोरा आफ्नो ख्याल राख्नु है। म सधैँ भन्थे, म ठीक छु आमा, तर वास्तविकता अर्कै थियो। धेरै रातहरू मैले एक्लै रोएर बिताए, किनकि विदेशको पीडा बाहिरबाट कसैले देख्दैन। मानिसहरू भन्छन् विदेश गएपछि जीवन सजिलो हुन्छ, तर उनीहरूलाई थाहा हुँदैन विदेशमा पैसा कमाउने क्रममा कति नेपालीहरूले आफ्नो खुसी हराइरहेका हुन्छन्। दशैँ आउँदा घर सम्झिन्थ्यो, तिहार आउँदा आमाको देउसी भैलो सम्झिन्थ्यो, बुबाको आवाज सम्झिन्थ्यो। तर म हजारौं किलोमिटर टाढा अर्काको देशमा काम गरिरहेको हुन्थे। धेरै थाकेको थिए। मनभित्र डर, पीडा र एक्लोपन भरिएको थियो। मैले आँखा बन्द गरेर बिस्तारै भने, पिता परमेश्वर, म धेरै टाढा छु, तर कृपया मेरो परिवारलाई सुरक्षित राख्नुहोस्। त्यो प्रार्थनापछि मेरो मन केही शान्त भयो। मैले बुझे मानिस टाढा हुन सक्छ, तर प्रार्थना कहिल्यै टाढा हुँदैन। विदेशले मलाई धेरै कुरा सिकायो, पैसाको मूल्य सिकायो, दुःख सहन सिकायो, र सबैभन्दा ठुलो कुरा परिवारको महत्व बुझायो। आज पनि हजारौं नेपालीहरू आफ्नो सपना पूरा गर्न घरबाट टाढा छन्। उनीहरू मुस्कुराउँछन्, तर भित्रभित्रै आफ्नो घर सम्झिरहेका हुन्छन्। यदि तपाईँ पनि विदेशमा हुनुहुन्छ भने याद रहोस्, तपाईको सङ्घर्ष व्यर्थ जाने छैन। एउटा दिन तपाईँ फेरि आफ्नो घर फर्किनुहुनेछ, आमाको हातको खाना खानुहुनेछ, र त्यो दिन आजको सबै पीडा एउटा सम्झना मात्र हुनेछ। किनकि अन्धकार
जति सुकै लामो भए पनि बिहानी अवश्य आउँछ।